हेलो एभ्रिवान वेलकम टु माई च्यानल। सबजना खुसी हुनुहुन्छ, आनन्दित हुनुहुन्छ, मोटिभेटेड हुनुहुन्छ, पक्कै पनि खुसी हुनु, आनन्दित हुनु, मोटिभेट हुनु। नयाँ मोटिभेसनल स्टोरी लिएर आइसकेको छ हजुर सबैजनाको निम्ति होइन। स्टोरी चाहिँ हामी सबैको निम्ति र स्टोरी चाहिँ एउटा ब्यागुताको हुन्छ होइन। यो कुराहरू हामीले सुनिरहेको हो, भनिरहेको हो, थाहा भइरहेको हो, कहिले कहिले अरूलाई बताउँदा फेरि पनि बताइरहेको हो, तर इम्प्लिमेन्ट गर्छौँ कि गर्दैनौँ भन्ने कुराले फरक पार्छ। र सुन्नुहोस्, केही न केही कुराहरू अलिकति छुटपुट छ अथवा छ भने अनि इम्प्लिमेन्ट गर्न सक्नुहुन्छ, मनन गर्न सक्नुहुन्छ। स्टोरी चाहिँ एकजना ब्यागुताको। ब्यागुता चाहिँ घरको यङ नै हुन्छ होइन। अनि त्यस पछाडि ऊ चाहिँ एकदमै लामो जम्प गर्न सक्ने होइन। अलिक त्यो कुवामा बस्छ नि त होइन। कुवा एक ठाउँबाट अर्को ठाउँ एकदम लामो छ, अरूले भन्दा धेरै लामो जम्प गर्न सक्ने होइन। तर उसलाई कहिले पनि चित्त बुझ्दैन के। उसलाई चाहिँ हाँसहरूको कलर त्यो हुन्छ नि, सेतो कलरको टक्क होइन। कतिपय उड्नेहरू त्योहरू भन्नाले उड्ने चरा भनौँ न होइन। उड्ने चरालाई देखेर उसले उड्न पाए नि हुन्थ्यो, म सक्दिनँ भनेर ट्राई गर्दाखेरि उसको खुट्टै भाँचिन्छ होइन। अनि उसको कलरदेखि सेतो कलर देखेर पनि खुसी हुन्छ, आफ्नो कलर मन पर्दैन होइन। अनि त्यसपछि के हुन्छ भने बाँदर देख्छ एकचोटि। फेरि एक दिन चाहिँ एउटा जङ्गलमा बाँदर देख्छ। बाँदर चाहिँ एउटा रुखबाट अर्को रुखमा यस्तो मजाले जम्प गर्छ होइन। पुत्लुक पुत्लुक गरेर एकैचोटि पुग्छ नि त, एकछिनमै पुग्छ नि त। तर ऊ त नसक्ने, सक्दैन, ऊ लड्छ फेरि। अनि त्यसपछि लडिसकेपछि चाहिँ कुवानेरि पुग्छ। त्यहाँनिर पुगिसकेपछि चाहिँ सानो भर्खरको ब्यागुता भेट्छ क्या उसले चाहिँ। अनि त्यसपछि उसले चाहिँ अनि त्यसपछि आफ्नो आइडल मानिरहेको हुँदो रहेछ त्यो लामो जम्प गर्न सक्ने ब्यागुतालाई। किनभने सबैभन्दा धेरै लामो जम्प गर्न सक्ने ऊ हो नि त कुवामा चाहिँ। अनि त्यसपछि अनि मैले त हजुर जस्तै सिक्न लागिरहेको छु, म पनि हजुर जस्तै लामो जम्प गर्नेवाला बन्न चाहन्छु भनेर सिकिरहेको छु। मैले ट्राई गर्दैछु, के गर्नुपर्छ मलाई अझै बताउनुहोस् भन्दाखेरि अनि त्यसपछि किन तिमी यो गरिरहेछौ, हेर त त्यो बाँदरले त कहाँसम्म गर्छ, अझ त्यो बाँदरको जस्तै हुने हो भन्दाखेरि मलाई थाहा छ म को हो, मेरो लिमिट, म के को लागि बनेको हो, मेरो शरीर के को लागि कसरी बनेको छ भन्ने कुरा मलाई थाहा छ भनेर बताइदिन्छ के। अनि त्यस पछाडि हामी त कुवाको लागि बनेको र ऊ रुखमा जम्प गर्नको लागि ऊ छ भने हामी त कुवामा पानीमा एक ठाउँबाट अर्को ठाउँमा गर्नको लागि हो। त्यसमा तपाईँ पर्फेक्ट हुनुहुन्छ, तपाईँले एकदम ऊ गर्नुभएको छ र म पनि सिक्न चाहन्छु भनेर बताउँदाखेरि अनि ऊ झ्याङ्ग हुन्छ कि होइन। भनिन्छ नि आफ्नो थालको खानेकुरा नहेर्ने, अरूको थालको चाहिँ हेरेर आफ्नो थालको सेलाको, आफ्नो थालको बिग्रेको थाहा हुँदैन भनेर क्या होइन। त्यही भएर कसरी के गर्नुपर्छ, कसरी चाहिँ गर्ने हो भन्ने कुरा चाहिँ ख्याल गर्नुपर्छ होइन। म कुन स्थानको हो, मलाई के कारणको लागि उ गरिएको हो भनेर क्या है। थ्याङ्क यू एभ्रिवान, ह्याभ अ नाइस डे, बाई बाई।